हाम्रो बाजेहरू चाहिँ कालीकोटको राजकोटमा बसेको गरे। राजकोटबाट अनि यहाँ आएर तल भट्टेवाडा भन्ने ठाउँमा बसे, यहाँ कनका सुन्दरी मन्दिर नजिकै त्यहाँ बसे। त्यस पछाडि यहाँ बसेका हुन् गरे। पहिला सिकारको लागि बसेका हुन् गरे। लगभग यसको मानौँ 250 वर्ष अगाडिको कुरा हो। नमस्कार, मेरो नाम पञ्चलाल रावत, कनका सुन्दरी 2 मालिका गोता, जुम्ला, कर्णाली प्रदेश। म चाहिँ पेसा चाहिँ यस्तो कृषि गर्छु अनि त्यस्तै कहिलेकाहीँ यसो बिरतिर पनि जाने, सिलाजु निकाल्ने काम गर्छु। सिलाजु भनेको त एउटा औषधि हो है। त्यो पुरानो आफै जस्तै चट्टानको पसिना हैन टक्क लाएर भित्र गर्मी हुन्छ चट्टानभित्र, चट्टानभित्रबाट एक आपसमा चट्टानसँगै भित्र गर्मीबाट पसिनाहरू बनेर सिलाजु चाहिँ बाहिर निस्किने हो। सिलाजु चाहिँ यस्तो हुन्छ, खासै पूर्वतिर फर्केको चट्टानमा, ठुलो ठुलो चट्टान हुन्छ नि, पूर्वतिर फर्केको चट्टानमा चाहिँ बिहान घाम लाग्ने होस् र बेलुकासम्म घाम लाग्ने, यति तेज घाम लाग्ने ठाउँ हुनुपर्छ। अनि त्यस्तो ठाउँमा चाहिँ अनि पहाड सहित भित्रसम्म ताती होस्, अनि त्यस्तो ठाउँमा चाहिँ भित्रबाट सिलाजु पग्लेर, यानि कि ढुङ्गा पग्लेर बाहिर निस्किने, ढुङ्गाको पसिना बनेर आउने हो बाहिर। अब केटाहरू जस्तै मान्छे हेरेर ज्यादा भएपछि 2-3 जना माथि रसिद तान्न जान्छन्। अनि एकजना चाहिँ तल चाहिँ पछाडिको लडो समान्ने चाहिँ हुनै पर्छ। एकजना त्यो गरेर लगभग 4 जना भएपछि अनि पुग्छ। 2 जना केटाहरू अब काम गर्ने जस्तै मानौँ कोही अब त्यहाँ झुन्डिएको खण्डमा सम्हाल्न सकोस्, त्यस्तो मान्छेहरूको आवश्यक पर्छ फेरि। अनि खादलाई नि लडो लडो माथि घाँस लाउने हमान्ने 2 जना बचक्कै।
सिधा सिधा यस्तो फाल ट्याक्क यस्तो हल्का यता फाल फाल हो त्यस्तै फाल धेरै छ यहाँ ज्यादा छ दुधमा कति राउन्ड हुन्छ गुत्थै जा भने जति हुन्छ दुधकै जा जति भयो भने होला अनि त्यसपछि सुत्नु है 2-3 देउडा जति घाँस अरू बिस्तारै घाँस हुन्छ ल यहीँ आऊ अब छोडिदेऊ त्यो मुनि हो हिम्मत कति भयो त माथि कस्तो छ अवस्था ढुङ्गा खुङ्गा जस्तै म टाइट भएपछि त पछि खस्न त हुँदैन होइन ल पछाडि ठ्याक्क पछाडि हो फर्स्ट टाइम जाँदाखेरि मैले त सोच्थेँ कि अप्ठ्यारो हुँदो होला होइन रसिदमा जस्तै सिधा ठाडो हुन्छ होइन रसिदबाट खसेपछि रसिद चुटिने हो कि कहिल्यै नगएको मान्छे होइन अनुभव नै छैन सिलाजुको बारेमा रसिदको बारेमा चाहिँ अनुभव नै छैन अनि एकजना बाँध्ने मान्छेले बाँधिदिएको थियो पछाडि त बाँध्ने मान्छे त पछाडि हुनुपर्छ होइन फुक्ने जस्तै रहेछ कि ठ्याक्क तलबाट सिलाजु निकाले गएँ तल फर्किनँ फेरि सिधै माथि गएँ माथि जहाँ रसिद खिच्छन् नि म त्यहीँ गएँ त्यहाँ गएपछि तल त्यहाँ पुगेकै थिएन तल समात्दाखेरि त पुरै गाँठ फुक्यो क्या पुरै बाँधेको ठाउँमा सोचेँ एकछिन यो गाँठ हल्का अगाडि फुकेको भइदियो भए जान्थेँ नि त अनि रसिद लगाउने मान्छे पनि को त फुकेर मानव म भिडमै छु अब फुकेर त्यसै रसिद उता गयो भने त म त अनि फेरि रसिद कसले दिन्छ त्यहाँ बाहिर गइसक्यो रसिद अनि त्यस्तो अहिले चाहिँ जो बाँध्ने अनुभव त्यो धेरै भइसक्यो नि अहिले चाहिँ बाँध्ने मान्छेले त पछाडि बाँध्छन् यसरी बाँध्न चाहिँ भन्छु सिकाउँछु अनि राम्रोसँग बाँध्छन् अनि त्यसमा चाहिँ पछाडिको डोरी पनि त्यसमै बाँधेपछि त अनि पुरै जालजिल पछाडिको घाँसले यो चाहिँ ज्यादा सिलाजु आयो भने चाहिँ यदि यो बाटो तल दिने ल रोख क्या भने गरी सरमा अघि पन्जा ल्याएको छ गोलप सिट दिने ध्यानै भएन डा यहीँ छन् आफू बाबा के
ल हिम्मत हल्का टाइट गर त ल भयो आइगे ल भयो यतिमै रोक नुतान है हेर्नुहोस् यो शिलाजित यो चाहिँ शिलाजित हो जुम्लाको भिरमा पाउँछ धेरै मेहनत लगाएर हो तलदेखि मेहनत लगाएर बल्ल बल्ल यहाँसम्म अहिले पुग्यो उता पनि छ फेरि उता पनि जानु छ बिस्तारै एकछिनमा पुगिन्छ होला हिम्मत ओलो गर चाहिँ शिला चाहिँ माथि त छैन हल्का हल्का तल हल्का हल्का आउने हो बस हल्का हल्का आइहाल्छ 8-10 केजी आउँछ मजाले ल हो ढुङ्गा सुङ्गा गरेको 8-10 केजी मैले लगभग सानो मलाई आफैलाई पनि हल्का हल्का थाहा छ है मैले अहिले सम्झेर पनि डर लाग्छ भन एउटा भिड थियो कि गोरु गाई चराउन जाने मसँग एउटा दाइ थियो मभन्दा नि 1-1.5 वर्ष अगाडि अनि त्यसको सङ्गतले अनि जाने शिलाजु देखिन्छ त्यहाँ जान्थे सिधै उहीँ पुगेर आउने कि अनि त्यहाँबाट ल्याएँ लगभग 2-2.5 केजी मैले ढुङ्गा पकेटमा राखेर है ढुङ्गा लगेर जाने अनि ढुङ्गाले हानेर प्योर शिलाजु चाहिँ ल्याउँथेँ कि पहिला सानो गोठाला जाँदाखेरि भनेपछि त लगभग धेरै सानो उमेर 10-12 वर्षको उमेरमा त्यतिखेर गएँ लगभग 2-2.5 केजी निकालेँ लगभग सङ्कटकालकै कुरा हो सङ्कटकाल 2-2.5 केजी निकालेँ पछि त खासै अनि रसिद भयो यस्तो केही पनि पहिला चाहिँ त्यस्तो डर लाग्छ हो कति अग्लो ठाउँ कि पुरै जोड्दै भने गएँ त्यहाँबाट आएँ त्यसपछि अहिले त त्यतिखेर खाली बच्चै छँदा खाली हिँड्यो भने यस्तो अहिले त रसिद हुन्छ सब हुन्छ व्यवस्था ल शिलाजु निकाल्ने सुरु भयो अब यो शिलाजु कही बेला गाई मोटी दाउला कि भैँसी मोटी लेक्चर कि अरे चट्ट हिम्मत अहिले त्यतिमै राग हो कि नै एका ठाउँ गइकन बस्यो नि भयो आनन्दै
अनि लडो चाहिँ फुत्किने हुनु भएन। कठै मेरी कटकटाया तेल पाया गई थियो। कठै मेरी कटकटाया तेल पाया गई थियो। मुजा त जुम्लाका भिड त गराइ गई थियो अरे। ओ कुरै छोटे सिलाजु त आहा टक्क यस्तो दामी सिलाजु आएछ कि भन भाइहरू। आउँछ के मजाले आउँछ, चिन्ता नगर भाइ। सिलाजु आउँछ, चिन्ता नगर। इ सिलाजु खस्यो, दामी सिलाजु कहाँ पढ्यो हेर। सिलाजु हेरिराख टक्क कहाँ बस्दो पछि टिप्ने हो साना साना पिस पनि। अहिले तल चाहिँ आवश्यक छैन, लडो त्यो छोडेर होइन जेउडो एकासाठी बान होइन पर त्यहाँ एघार ढुङ्गाडाबाट बान। अनि तल सिलाजुका चोटका हेर ट्याक्क खसेपछि ट्याप्प टिप्ने। 1 केजी भए पनि त पर कति हुन्छ? के गरियो जिन्दगीमा सानो उमेरदेखि है। सानै थिएँ उमेरमा, अब पढ्ने भनियो, पढ्ने भने घरको अवस्था पनि त्यस्तै होइन, पढेन, पढाइ छोडियो। अनि त्यसो चाहिँ बिहा गरियो। बिहा गरेपछि अनि केही गर्नुपर्छ जिन्दगीमा जस्तो लाग्यो। अनि मैले कुखुरा फार्म खोलेँ। कुखुरा फार्म खोलेपछि त अनि लगभग खोलेँ, अनि त्यस्तै फिनिसिङ राम्रो गर्न नपाउँदै अब कुखुरा फार्म। अनि त्यहाँ भएको चल्ला 300वटा चल्ला है गयो पुरै। अनि त्यस पछाडि म यति गिरेँ कि लगभग गयो पहिरोले। त्यतिखेर पहिरोले गर्दा अनि अविरल वर्षाको कारणले गर्दा गयो। 6 दिन वर्षा भयो अनि सब गयो। गइसकेपछि अनि फेरि म शून्यमा भएँ। मसँग केही थिएन, सिर्फ थियो मसँग त्यही घरको ऋण थियो। अनि त्यो घरै गइसकेपछि, कुखुरा नै गइसकेपछि मसँग केवल ऋण बाँकी रह्यो। अनि मसँग परिवार बच्चाहरू बाँकी रह्यो बस। अरू मसँग टोटल ऋण मात्रै थियो। यस्तो तनावमा भएँ कि है। सिलाजु लगभग 1 जुनीमै लगभग गाह्रै हुन्छ फेरि बन्नलाई। धेरै टाइम लाग्छ। कति पुस्तादेखि अगाडि यो थाहा छैन। भनेपछि कसैले ननिकालेको ठाउँमा जानुपर्छ निकाल्नलाई। अनि त्यो निकालेको ठाउँमा गएपछि खासै हुन्न, कम्मै हुन्छ। टाइम लाग्ने रहेछ, धेरै टाइम लाग्ने रहेछ। कति बेला लगभग पुस्तै भनौँ जे होस्। व्यवसाय गरौँ भनी अगाडि बढ्दैछन् व्यवसाय गरौँ भनी